आज चाहिँ म बिहान 3:30 बजे नै उठेको छु। अहिले पनि निन्द्रामै रहिछु, तर एकदमै एक्साइटेड छु। किन भनेर सङ्गम सरले भन्नुहुन्छ ल। हेलो, गुड मर्निङ एभ्रिवान। आज मेरी 2082 साल असोज 6 गते नेपाली जनको चाहिँ सबभन्दा ठुलो चाडपर्व बडा दशैंको चाहिँ आज प्रारम्भ हुने दिन, घटस्थापनाको दिन हामी एक जोडी चाहिँ पाथिभरा माताको दर्शन गर्न गइरहेका छौँ। यस शुभ घडीमा हामीले एउटा सानो भ्लग पनि बनाउने तय गरेका छौँ। सर्वप्रथम त नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण महानुभावहरूमा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। अहिले बिहानको 4 बजिसकेको छ र हामी यहाँ फुङलिङबाट चाहिँ गाडीमा, पब्लिक गाडीमा तल्लो फेदी काफ्लेपाटीसम्म गाडीमा जान्छौँ। 1.5 आवरको डिस्टेन्स रहनेछ र त्यसपछिको यात्रा म बिस्तारै भ्लगमा देखाउने नै छु। अब चाहिँ हामी रेडी भएर गाडी चढ्न लागेको छौँ। 4:05 गएको छ। हेरौँ हामी कति बजे पुग्छौँ काफ्लेपाटी है त। फुङलिङ बजारबाट काफ्लेपाटी जानको लागि बिहान 3 बजेबाट नै गाडीहरूको चहल पहल हुन थाल्छ र एकदमै सबेरै बिहानबाट नै हामीले गाडी पाउन सक्छौँ, पब्लिक गाडीहरू। हामी 4 बजे नै गाडी चढेको भए पनि पब्लिक गाडी भएको कारणले गर्दाखेरि विभिन्न ठाउँबाट प्यासेन्जर उठाउनु पर्ने हुन्छ। त्यो भएर हामी 15-20 मिनट चाहिँ बजार मात्रै घुमिरहेका छौँ। बजार देख्न सक्नुहुन्छ, एकदमै शान्त छ, अलिअलि चहल पहल बढे जस्तो देखिन्छ। र अब चाहिँ हामी फाइनल्ली सबै प्यासेन्जर उठाएर लगभग 4:30 भयो। नाउ वी आर हेडिङ टु तल्लो फेदी उफ काफ्लेपाटी है। अब चाहिँ हामी एयरपोर्ट एरिया प्रवेश गरिसकेका छौँ। फुङलिङ बजारदेखि काफ्लेपाटी अर्थात् जहाँसम्म हाम्रो गाडी जान्छ, तल्लो फेदी पनि भनिन्छ, त्यहाँसम्म टोटल डिस्टेन्स चाहिँ 18 किलोमिटर हो र यो सुकेटार एयरपोर्टसम्मको डिस्टेन्स 8 किलोमिटर, 8देखि 9 किलोमिटर करिब छ। र यही सुकेटार विमानस्थलसम्म चाहिँ बाटो ब्ल्याकटप अर्थात् पिच छ भने यस पश्चात अफरोड बाटो आउँछ। यो सुकेटार विमानस्थलमा हप्ताको बेसिकली 2टा फ्लाइट हुने गर्दछ, तर धेरै जसो यहाँ मौसमी प्रतिकूलताको कारणले गर्दाखेरि, हुस्सु लाग्ने लगायत अन्य मौसमी प्रतिकूलताको कारणले अहिले फ्लाइट सञ्चालन हुन सकेको छैन। अब चाहिँ यहाँबाट ब्ल्याकटप बाटो छोडेर हामी अफरोड बाटोतिर लाग्छौँ। यहाँदेखि 9 किलोमिटर अब हामी गाडीमा ट्राभल गर्छौँ है। बाहिर हुस्सु लागिरहेको छ, मौसम चाहिँ ठिकै चिसो मात्रै छ अहिलेसम्म चाहिँ। बिस्तारै उचाइ बढ्दै जाँदाखेरि चिसो पनि बढ्दै जाला। अहिले चाहिँ ठिकै छ। धेरैजना चाहिँ कन्फ्युजनमा पनि भएको देखिन्छ, आफ्नो प्राइभेट गाडी चाहिँ लान पाइन्छ कि पाइँदैन माथि काफ्लेपाटीसम्म फुङलिङ बजारदेखि भनेर। प्राइभेट गाडी लान पाइन्छ, तर त्यो गाडी चाहिँ तपाईँको 4 व्हिलर हुनुपर्छ, किनभने 4 व्हिलर गाडी छैन भने त्यो चाहिँ माथिसम्म जान सक्दैन अफरोड भएको कारणले गर्दाखेरि। अहिले यो बाटोको ठेक्का लागेर पिच हुने क्रममा त छ, तर पनि ठाउँ ठाउँमा बाटोहरू अलिकति गाह्रो भएको कारणले गर्दाखेरि 4 व्हिलर गाडी छ भने तपाईँहरू आफ्नै गाडी पनि लिएर जान सक्नुहुन्छ। तर यो बाटो अलिक अप्ठ्यारो भएको कारणले गर्दाखेरि हामी पनि यहाँको पब्लिक गाडीमै जानको लागि रेकमेन्ड गर्छौँ। उज्यालो भए सँगसँगै मौसम पनि खुल्ने क्रममा छ। अब हामी माथि मन्दिर पुगुन्जेलसम्म मौसम क्लियर भयो भने एकदमै राम्रो भ्यू देख्न सक्छौँ। सो द्याट म प्रे गरिरहेको छु कि मौसम अझै राम्रो होस्, घाम लागिदियोस् भनेर। फाइनल्ली आफ्टर 1.5 आवर अफ ट्राभलिङ हामी काफ्लेपाटी आइसकेको छौँ। र यो काफ्लेपाटी अर्थात् सानो फेदी पनि भनिन्छ, यहाँसम्म मात्र गाडी जान सक्छ र यहाँभन्दा माथि हामी पैदल यात्रा गर्नुपर्ने हुन्छ। काफ्लेपाटीमा खाना बस्न सुविधासहितका होटलहरू पनि रहेका छन्। त्यसै गरी यहाँ पूजा सामग्रीहरू पनि बिक्री वितरण हुने गर्दछन् र यहाँभन्दा माथि सम्पूर्ण सामानहरू बोकेरै लानुपर्ने हुन्छ भरियाद्वारा, किनभने यहाँभन्दा माथि गाडी जाँदैन। अब भने हामी पनि यहाँबाट पैदल यात्रा सुरु गर्छौँ। यहाँबाट माथिल्लो फेदी पुग्नको लागि 40 मिनटदेखि 1 घन्टा 1.5 घन्टासम्म समय लाग्छ हिँडाइको स्पिड हेरेर।
र यहाँबाट माथि हिँडेर जान नसक्ने श्रद्धालु भक्तजनहरूको लागि भरियाहरूको पनि व्यवस्था रहेको छ र यो सँगसँगै दर्शनार्थीको सहयोगको लागि काफ्लेपाटीमा पर्यटक प्रहरीको पनि व्यवस्था गरिएको छ सो द्याट कुनै पनि क्वेरिज भए कुनै पनि विषय सोध्नुपर्ने भए हजुरले उहाँसँग सोध्न सक्नुहुनेछ। एका बिहानैको सूर्योदय सँगसँगै हामी लागिरहेको छौँ माताको दर्शन गर्नको लागि। हामी काफ्लेपाटीबाट माथि उकालो चढिरहेका छौँ। बिस्तारै मौसम पनि खुलिरहेको छ। एकदमै सुन्दर दृश्यहरू हेर्दै हामी माथि चढिरहेको छौँ। थोरै थोरै थकाइ लागेको भए तापनि माताको दर्शन गर्ने भनिसके पश्चात छुट्टै उमङ्ग छुट्टै जोस जागर चलेर आउँछ। धेरै जसो यात्रुहरू चाहिँ फुङलिङ नबसिकन डाइरेक्ट 4 देखि 5 बजेसम्ममा फुङलिङ बजार आइपुग्नु भयो भने त्यसपछि आनन्दले गाडी पाइन्छ काफ्लेपाटी आउने। उहाँहरू काफ्लेपाटी आएर 40-45 मिनट अथवा 1 घन्टाको बाटो हिँडेर अब हामी एकैछिनमा पुग्छौँ माथलोफेदी भनिन्छ, त्यहाँ आएर बसोबास गर्नुहुन्छ। त्यहाँ बस्नुको 2टा मेजर फाइदा छ। एउटा भनेको चाहिँ भोलिपल्ट बिहान उठेर हिँड्नुपर्ने डिस्टेन्स कम हुन्छ। अर्को भनेको चाहिँ हाइटसँग एक्लोमेटाइज भइन्छ, किनभने चाहिँ हाम्रो मन्दिरको हाइट भनेको 3750 मिटरमा छ। त्यसै गरी माथलोफेदी करिब 31 देखि 3200 मिटरको हाइटमा छ भने माथलोफेदीमा गएर बस्दाखेरि चाहिँ हाइटसँग पनि मान्छे चाहिँ एक्लोमेटाइज भइसके पश्चात अल्टिट्युड सिकनेस हुने सम्भावना कम रहन्छ। प्राकृतिक, धार्मिक र आध्यात्मिक स्थानहरूको सङ्गम स्थलको रूपमा लिन सकिन्छ पाथिभरा देवीको मन्दिर र त्यहाँसम्म पुग्ने पदमार्गहरूलाई। हामीले बाटोभरि चराचुरुङ्गीका आवाजहरू सुन्न सक्छौँ। त्यसै गरी एकदमै सुन्दर दृश्यहरू हेर्न सक्छौँ। टल्किएका हिमालहरू देख्न सक्छौँ यदि मौसम एकदम राम्रोसँग खुलेको छ भने। र त्यसै गरी अन्य विभिन्न प्राकृतिक चिजहरूसँग रमाउन सकिन्छ। मैले माइक लिएर रेकर्डिङ गर्न खोजेको तर त्यसको ब्याट्री सक्यो कि खोइ के पो रेकर्डिङ नै भएनछ। भोइसओभर गर्छु ल। अहिले चाहिँ हामी बल्लु डाँडामा छौँ। काफ्लेपाटीबाट केही समय हिँडेपछि यो एउटा सानो बजार टाइपको छ। यहाँ चाहिँ केही होटलहरू छन्, त्यसै गरी पूजाका सामग्रीहरू बेच्ने पसलहरू पनि छन्। पर्यटकहरू हिँड्दै थकाइ लागिसकेपछि यहाँ एकछिन आएर रेस्ट गर्न सक्नुहुन्छ। चिया खाजा खाने मान्छेले खाजा खान सक्नुहुन्छ र यसरी हजुरहरूलाई आराम गर्ने ठाउँ पनि ठाउँमा राखिएका छन्। त्यसै गरी यहाँबाट सुन्दर दृश्य पनि हेर्न सकिन्छ। एकदमै राम्रो भ्यू देखिन्छ यहाँबाट। घाम पनि कस्तो आनन्दको लागिरहेको छ आज। फुङलिङमा बिहानको समयमा विगत 2-3 दिनदेखि एकदमै पानी परिरहेको अवस्था थियो। त्यही भएर हामी पनि डराइरहेको थियौँ आज पनि पानी पर्छ भनेर। तर आज मौसम एकदम राम्रो छ। अहिलेसम्म चाहिँ हामीलाई मौसमले साथ दिएकै अवस्था छ र होप हामी माथि पुगिन्जेलसम्म पानी नपर्दियोस्, मौसम खुलिदियोस् र हामीले यस्तै राम्रो भ्यू हेरेर इन्जोय गर्दै माथिसम्म पर्यटकको सहायताको लागि यहाँ यसरी बोर्ड पनि राखिएको छ। अहिले हामी गुरासे भन्ने ठाउँमा लगभग 3000 मिटरको उचाइमा छौँ। एकैछिनमा हामी माथलोफेदीमा 3200 मिटरको उचाइमा पुग्नेछौँ। र अब चाहिँ हामी काफ्लेपाटीबाट माथलोफेदीसम्म आइपुगिसकेका छौँ। यहाँको उचाइ 3200 मिटर रहेको छ। मैले अघि भने जस्तै धेरै जसो भक्तजनहरू बेलुका 4-5 बजेसम्म फुङलिङ आइपुग्ने गरी आउन सक्नुभयो भने फुङलिङबाट 1.5 घन्टाको यात्रा गरेर काफ्लेपाटी आउने र त्यस पश्चात 1 घन्टा जति माथि चढेर यहाँ माथलोफेदी आइपुग्नुहुन्छ र बेलुका यहीँ बास बस्नुहुन्छ। यहाँ खाना बस्नुको एकदमै राम्रो प्रबन्ध मिलाइएको छ। त्यसै गरी पूजाका सामग्रीहरू पनि पाइन्छन् यहाँनिर। र माथलोफेदीबाट भोलिपल्ट बिहानै धेरै जसो यात्रुहरू त 2 बजे नै उठेर पनि दर्शन गर्नको लागि माथि जानुहुन्छ। र यसरी हामी माथलोफेदीमा अहिले आइपुगिसकेका छौँ। यहाँ एकछिन रेस्ट गर्छौँ, केही पूजाका सामग्रीहरू पनि लिन्छौँ र त्यसपछि हामी पनि लाग्छौँ माथि दर्शन गर्नको लागि। माथलोफेदीबाट अलिकति माथि चढिसकेपछि यो चाहिँ कान्छी थान हो। यहाँबाट चाहिँ पूजा सुरु गरेर दर्शनार्थीहरू यहाँबाट माथि जाने गर्नुहुन्छ। सबभन्दा पहिलो दर्शन गर्ने स्थान भनेको चाहिँ यो कान्छी थान हो। थोरै मात्रै माथि माथलोफेदीका होटलहरूभन्दा 5-7 मिनट माथि आइसक्यो।
त्यसपछि यहाँ कान्छी थान छ। कान्छी थानमा पूजा गरेर अब हामी पनि माथि मन्दिरतर्फ लागिरहेका छौँ। त्यहाँ माथिल्लो फेदीमा चाहिँ पाथिभाडा क्षेत्र विकास समितिको तर्फबाट राखिएको पर्यटकहरूको एन्ट्री गर्ने ठाउँ छ। त्यहाँनिर चाहिँ कृपया आफ्नो नाम एन्ट्री गरेर मात्र जानुहोला, त्यसले भोलि कुनै समस्या पर्दा समाधान गर्नको लागि सहज हुन्छ। आज घटस्थापनाको दिन सार्वजनिक बिदा भएको कारणले गर्दाखेरि धेरै जस्तो कर्मचारी साथीहरू पनि हामी बाटोमा भेटिरहेका छौँ। हिँड्न नसके सामान अथवा मान्छेलाई पनि बोकेर लान सक्ने व्यवस्था छ। कसरी केजी हो भाइ बोक्दाखेरि? कसरी केजी लिने गर्नुहुन्छ तपाईँहरू? केजीको हैन टिलको हिसाब भन्छ बल्ल। के को हिसाब? होइन मान्छे बोक्दा चाहिँ मान्छे त अप एन्ड डाउनमा त्यसै होला। अप एन्ड डाउनमा 200 रुपियाँ केजी है। कसरी माथि ठाउँमा बस्ने चौतारी, त्यसै गरी खानेपानीको व्यवस्था, शौचालयको व्यवस्था गरेर अहिले बाटो एकदमै व्यवस्थित बनाइएको छ। हामी यो ठाडो उकालो छ, अलिकति 10-15 मिनट यो ठाडो सिडी चढेर अलि माथि आइपुगेका छौँ। अलिअलि गलेको फिल भएको छ, तर सङ्गम सर अलिकति यता आइदिनुहोस् त। ल के छ त? ठिक छ, हामी अब गन्तव्यको नजिकमा छौँ। तर भनिन्छ नि, गन्तव्यभन्दा यात्रालाई चाहिँ बढी प्राथमिकता दिनुपर्दछ। यात्रा नि हो जिन्दगी भने जस्तो। अब हामी छिट्टै नै त्यो डाँडामाथि हजुर त्यो हाम्रो मन्दिर छ, त्यहाँ पुग्नेछौँ, दर्शन गर्नेछौँ। र भ्यू चाहिँ यस्तो राम्रो देखिरहेछ नि, त्यो खानेपानी यस्तो राम्रो देखिरहेछ। खानेपानी नै होला नि। हो खानेपानी नै हो। यो माथि ट्रस्ट हाल्ने काम भइरहेको छ। अलि माथिदेखि पुरै ट्रस्ट छ। घाम पानी हिउँबाट यात्रुहरूलाई जोगाउनको लागि व्यवस्थित बनाइँदैछ। यहाँ पनि थियो पहिला, चट्टाङले हानेर यसलाई फेरि रेनोभेसन भइरहेको छ। पाथिभाडा माताको मन्दिर नेपालको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलमा एक रहेको छ र यहाँ दर्शन गर्नको लागि नेपालीहरू मात्र नभएर अन्य विदेशी पर्यटकहरू पनि आउने गर्नुहुन्छ। आज हामीले 4 जना नेदरल्यान्ड्सबाट आउनुभएका पर्यटकहरू भेटेका थियौँ। उहाँहरूले पाथिभाडाको बारेमा, त्यसै गरी समग्र नेपालको बारेमा बयान गर्दै हुनुहुन्थ्यो र यस्तो सुन्दाखेरि, यसरी उहाँहरूसँग इन्टरेक्सन गर्न पाउँदाखेरि एकदमै खुसी महसुस हुन्छ। A lot. I've done the Manaslu circuit. Oh yeah. I've done few passes. यसरी गफ गर्दै हिँड्दै हामी अगाडि बढ्यौँ। त्यसै गरी हामी अलि अगाडि आइसकेपछि मिलन चौतारीमा आइपुगेका छौँ। यो चाहिँ हाम्रो लागि एकदमै स्पेसल छ, किनभने यो कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्वारा निर्माण गरिएको हो र श्रद्धालु भक्तजनहरूका लागि ठाउँ ठाउँमा आराम गर्नका लागि चाहिँ यस्ता चौतारीहरू धेरै निर्माण भएका छन्। 10 मिनटको ग्यापमा यस्ता चौतारीहरू रहेका छन्। त्यसैले यदि हजुरहरू बिस्तारै जान चाहनुहुन्छ, रेस्ट गर्दै जान चाहनुहुन्छ भने पनि चौतारीमा आराम गर्दै जान सक्नुहुन्छ। मिलन चौतारीबाट केही बेर उकालो चढिसके पश्चात पाथिभाडा क्षेत्र विकास समितिद्वारा निर्माण गरिएको यो सुन्दर घन्टी गेटमा पुग्न सकिन्छ। यो घन्टी गेट पहिलेको ठुलो घन्टी भन्ने ठाउँमा निर्माण गरिएको छ र यो घन्टी गेट चाहिँ हजुरहरूले नै श्रद्धालु भक्तजनहरूले चढाउनु भएको घन्टीबाट निर्माण गरिएको हो। यसले यो पदमार्गमा अझै सुन्दरता, आकर्षकता थपिएको छ। माताको मन्दिरसम्म पुग्ने मार्गमा चाहिँ श्रद्धालु भक्तजनहरू आउने जाने क्रम भइ नै रहन्छ र माथि चढ्दै गर्नुभएका भक्तजनहरूले चाहिँ तल झर्दै गर्नुभएका भक्तजनहरूलाई सोद्धाखेरि अब कति समय छ आउन भनेर सोद्धाखेरि चाहिँ त्यो ठुलो घन्टी आइपुगे पश्चात आइपुगिहाल्छ भनेर सङ्केत पनि गर्नुहुन्छ। त्यस्तै ठुलो घन्टी आइपुगेको केही समयमा नै हामी अब चाहिँ फाइनल्ली यो पाथिभाडा मन्दिरको गेटमा आइपुगिसकेका छौँ, प्राङ्गणमा। र यहाँ आइपुग्दाखेरि यति धेरै आनन्द, रिफ्रेसिङ फिल भएको छ। जति पनि थकान थियो त्यो सबै मेटिएको छ। र यहाँ पनि अर्को एउटा सुन्दर
घन्टीको घन्टी बनाइएको छ। एकदमै राम्रो देखिरहेको छ। यो अगाडि म आउँदाखेरि बनाएको थिएन, भर्खरै बनेको हो। श्रद्धालु भक्तजनहरूले चढाउनु भएको घन्टीबाट निर्माण गरिएको यो घन्टी र यो सँगसँगै यहाँ एउटा च्याब्रुङ स्ट्याचु पनि बनाइएको छ। यहाँबाट एकदमै राम्रो भ्यू हेर्न सकिन्थ्यो यदि मौसम खुलेको भए, तर आज चाहिँ एकदमै हुस्सु लागेको भएर केही पनि देखिएको छैन। अब हामी गेटमा पूजा गरेर गेटबाट प्रवेश गरिसकेका छौँ। बिस्तारै अब माताको मुख्य मन्दिरतर्फ प्रस्थान गर्दैछौँ हामी। यो पदमार्ग त धेरैजनाले देख्नुभएकै छ होला, एकदमै सुन्दर छ, घन्टी नै घन्टी राखिएको छ। र यहाँ आइपुग्दाखेरिको आनन्द, यहाँ आइपुग्दाखेरिको खुसी र त्यो थकानहरू सबै मेटिएको अवस्था, मनलाई शान्त मिल्ने यो खालको फिलिङ्स चाहिँ अन्त कतै पाउन सकिन्छ जस्तो मलाई लाग्दैन। जति पटक आए पनि, जति पटक दर्शन गरे पनि उही एउटै आनन्दपन, उही एउटै भाग्यमानी ब्लेसिङ फिल हुने ठाउँ रहेको छ। मन्दिर परिसरबाट एकदमै सुन्दर भ्यू देख्न सकिन्छ। आज मौसम नखुलेको भएर हामीले भने जस्तो भ्यू हेर्न पाएको छैनौँ, तर जाडो मौसममा यदि हजुरहरू आउनु भएको छ भने ठ्याक्कै यहाँ बस्दाखेरि एकदमै कस्तो न्यानोपन प्रदान हुन्छ। अब चाहिँ हामी पूजा सामग्री रेडी गरेर पूजा गर्नतर्फ लाग्दैछौँ। सोह्र श्राद्ध सकिएको भर्खर दोस्रो दिन भएको कारणले गर्दाखेरि भक्तजनहरूको त्यति धेरै भिड छैन। अब यो सिजनमा घटस्थापना पश्चात चाहिँ भिड फेरि एकदमै बढ्छ। त्यसैले आज अलिक कम भिड भएको कारणले गुरुहरूले हामीलाई पूजाको लागि सहजीकरण गर्दै हुनुहुन्छ। आज चाहिँ मलाई मेरो माइकले राम्रै धोका दिएछ। बोल्दा बोल्दै ब्याट्री अघि सकिसकेको, म चाहिँ बोलेको भएँ। अब भोइस ओभरबाटै भन्छु ल। म अहिले के भन्दै थिएँ भन्दाखेरि फाइनल्ली माताको मन्दिरको अगाडि म आइपुगेको छु। हजुरहरू पनि दर्शन गर्नुहोला। यहाँ आउँदाखेरि एकदमै आनन्द, ब्लेस्ड, त्यसै गरी शान्त फिल भइरहेको छ। हजुरहरू एकपटक पक्कै पनि भिजिट गर्न आउनुहोला र एकपटक आइसकेपछि त फेरि आउनुहोला भनेर हामीले भन्नै पर्दैन भनिरहेको थिएँ म। र यसरी आज घटस्थापनाको दिन माताको दर्शन गर्न पाउँदा एकदमै खुसी लागेको छ, एकदमै ब्लेस्ड फिल भएको छ र हजुरहरूलाई पनि देखाउन पाउँदा झन् खुसी छौँ। थ्याङ्क यू सो मच फर वाचिङ द भ्लग। र हजुरहरू पनि माताको दर्शन गर्न आउनुहोला, माताको आशीर्वाद लिनुहोला। टेक केयर, बाई बाई।